मटन लिएर आउनु भएको रहेछ आज मेरो श्रीमानले। सो मैले आज मटन बिरयानी खाने कि भनेर चाहिँ मटन बिरयानीको लागि तयारी गरेँ। मटन बिरयानी बनाउनको लागि फर्स्टमा चाहिँ मैले मटनलाई म्यारिनेट गरेँ। मटनमा नुन, बेसार अनि लसुन अदुवाको पेस्ट, बिरयानी मसला र जिरा र धनियाँको धुलो राखेर अनि म्यारिनेट गर्नको लागि छोडिदिएँ एकछिन मोलेर। यता कुकरमा चाहिँ तेल अनि गरम मसला राखेर फुराएँ अनि त्यही मैले मटन राखेर एकछिन त्यही म्यारिनेट गरेको मटन राखेर एकछिन पकाएँ। अनि अर्को भाँडामा चाहिँ यता कराईमा चाहिँ प्याज चाहिँ फ्राई गर्नको लागि छोडिदिएको छु। यता प्याज नै फ्राई भइरहेको छ, मटन पनि पाकेको छ। अब म चाहिँ यता अर्को भाँडामा चाहिँ चामल बसाल्छु। चामल चाहिँ हाफ बोइल हुनको लागि छोडिदिन्छु। पहिला सुरुमा मैले पानी राखेँ अनि भिजाएर राखेको चामल थियो, चामल राखेँ। यो चाहिँ मैले जेठो बुढोको चामलको बनाएको हो, घरकै चामल। अनि त्यसमा चाहिँ अलिकति नुन, तेल अनि गरम मसला र जिरा राखेर एकछिन पाक्न छोडिदिएको छु। यता मेरो मटन पनि पाकिसकेको छ। अब मैले 2 लेयर गरेर पकाउने सोचेको हुनाले अलिकति मटन पहिल्यै निकालिसकेर अनि मटनमा चाहिँ मैले 1 लेयर चामल राखेँ। 1 लेयर चामल राखेपछि चाहिँ त्यसमा चाहिँ मैले फ्राई गरेर निकालेको प्याज राख्छु 1 लेयर चामलमाथि। फेरि अर्को लेयर पनि मटन राख्छु अनि त्यो मटनमाथि फेरि चामल राखेर अनि त्यही फ्राई गरेको ब्राउन प्याज राख्छु। अनि त्यसपछि ब्राउन प्याज राखिसकेपछि चाहिँ मैले त्यसमा चाहिँ अलिकति घरमै बनाएको घिउ थियो र त्यही घिउ हाल्छु। घिउले चाहिँ मिठो स्वाद दिन्छ बिरयानीलाई। हजुरहरूले मैले 1 चम्चा मात्रै राखेको छु। हजुरहरूले धेरै खाना मन पराउनुहुन्छ भने धेरै राख्न पनि सक्नुहुन्छ। र अब मैले चाहिँ यो अलमोस्ट धेरै पकाउनु पर्दैन किनभने मटन पनि मजाले पाकिसकेको छ पहिला र चामल पनि हाफ बोइल भइसकेको छ, हाफ बोइलभन्दा अझ बढी बोइल भइसकेको छ। अनि अब यसलाई मैले बिर्को लगाएर एकैछिन पाक्नको लागि छोडिदिन्छु र यो पाकेर रेडी भइसकेको छ। अब यसलाई मैले थालमा राख्छु अनि हामी खान्छौँ मटन बिरयानी।